लिङ्क कपी गर्नुभएको छ त्यसलाई युट्युबमा जानु होला र युट्युबमा गइसकेपछि तपाईँहरूले आफ्नो युट्युब च्यानल चाहिँ सर्च गर्नुपर्ने हुन्छ। यसरी सर्च गर्नु होला है त। जस्तै कि यहाँनिर मैले आफ्नो युट्युब च्यानल सर्च गरेँ, तपाईँहरूले पनि आफ्नो युट्युब च्यानल चाहिँ सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईँहरूले आफ्नो युट्युब च्यानललाई यसरी हेरेर यसरी यसमा ट्याप गरेर ओपन चाहिँ गर्नु होला है त। यसरी ओपन गर्नुभयो भने तपाईँहरूले यहाँनिर यस्तो खालको इन्टरफेस चाहिँ देख्न सक्नुहुन्छ। भने यहाँनिर तपाईँहरूले यो तीनवटा थोप्ला देख्न सक्नुहुन्छ नि, डट देख्न सक्नुहुन्छ नि, यसमा चाहिँ ट्याप गर्नु होला है त। यसमा ट्याप गरेर माथिपट्टि फर्स्टमै तपाईँहरूले सेयरको अप्सन देख्न सक्नुहुन्छ, यसमा चाहिँ सिलेक्ट गर्नु होला। त्यसपछि तपाईँले तलपट्टि यहाँनिर यो कपी लिङ्कको अप्सन देख्न सक्नुहुन्छ नि, यसमा चाहिँ ट्याप गर्नु होला। यसमा ट्याप गरिसकेपछि तपाईँहरूको लिङ्क चाहिँ कपी हुन्छ। त्यसपछि तपाईँहरू सिधै ब्याक हुनु होला। ब्याक भइसकेपछि अब चाहिँ तपाईँहरूले आफ्नो डिभाइसमा भएको क्रोम ब्राउजरलाई चाहिँ ओपन गर्नु होला है त। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि यहाँनिर सर्चमा जानु होला। तपाईँहरू यहाँनिर सर्चमा गएर तपाईँहरूले सर्च गर्नु होला। तपाईँहरूले यहाँनिर ग्रो रियल सब्सक्राइबर भनेर सर्च गर्नु होला साथी। तपाईँहरूले यसरी सर्च गरिसकेपछि तपाईँहरूले यस्तो खालको इन्टरफेस चाहिँ देख्न सक्नुहुन्छ। भने तपाईँहरू फर्स्टको वेबसाइट देख्न सक्नुहुन्छ नि, यहाँनिर फ्री युट्युब सब्सक्राइबर भन्ने यो लोगो राम्रोसँग देख्नु होला। तपाईँहरू यहाँनिर म तपाईँहरूलाई यसरी जुम गरेर देखाएँ, यो लोगोलाई चाहिँ बुझ्नु होला, तपाईँहरूले चिन्नु होला। त्यसपछि यो फर्स्टको वेबसाइटलाई चाहिँ तपाईँहरूले यसरी सेलेक्ट गरेर तपाईँहरूले यसलाई चाहिँ ओपन चाहिँ गर्नु होला है त। ओपन गर्नुभयो भने तपाईँहरूले यहाँनिर फर्स्टमा देख्न सक्नुहुन्छ नि 15 फ्री सब्सक्राइबर भनेको छ नि। तपाईँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभयो भने चाहिँ 15 मात्र होइन, तपाईँहरूले धेरै सब्सक्राइबर बनाउन सक्नुहुन्छ। तपाईँले भिडियो पुरै हेर्नु भएन भने मात्र तपाईँहरूले 15 सब्सक्राइबर बनाउन सक्नुहुन्छ। त्यसैले भिडियो चाहिँ पुरै हेर्नु होला। म कसरी 1K सब्सक्राइबर पुऱ्याउने भन्ने तपाईँहरूले लास्टमा बताउने छु। र यति गरिसकेपछि तपाईँहरूले माथि सार्दै जानु होला साथीहरू। माथि सार्दै जानुभयो भने तपाईँहरूले यहाँनिर यस्तो खालको देख्न सक्नुहुन्छ नि। तपाईँले यहाँनिर युट्युब च्यानल लिङ्क भनेको छ नि, तपाईँले जुन च्यानलको लिङ्क कपी गर्नुभएको छ त्यसलाई चाहिँ यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। तपाईँले यसरी थिचिराख्नुभयो भने पेस्टको अप्सन आउँछ। यहाँनिर तपाईँले पेस्टको अप्सन ट्याप गर्नुभयो भने लिङ्क चाहिँ पेस्ट हुन्छ। र यति गरिसकेपछि तपाईँहरूले यहाँनिर इमेल एड्रेसको अप्सन देख्न सक्नुहुन्छ नि। यसमा चाहिँ तपाईँहरूले एउटा इमेल एड्रेस राख्नु होला। तपाईँले आफूले प्रयोग गरेको इमेल चाहिँ नराख्दा पनि हुन्छ। तपाईँले एउटा फेक इमेल एड्रेस चाहिँ राख्दा हुन्छ। तपाईँले जस्तै कि म यहाँनिर राख्न गइरहेको छु, तपाईँले पनि कुनै पनि फेक इमेल एड्रेस राख्नु होला। जस्तै कि म राख्न गइरहेको छु, जस्तै कि म यहाँनिर टाइप गरेँ। यसरी तपाईँहरूले पनि फेक इमेल एड्रेस राख्नु होला। जस्तै कि यहाँनिर अलि मिलाएर राख्छु म। तपाईँले चाहिँ फेक राख्नु होला। तपाईँले आफूले प्रयोग गरेको चाहिँ नराख्नु होला है त साथीहरू। जस्तै कि यहाँनिर म फेक इमेल एड्रेस राख्न गइरहेको छु। र यति गरिसकेपछि तपाईँले यहाँनिर 15 फ्री सब्सक्राइबर भनेको छ। यसरी यहाँनिर चाहिँ त्यसपछि तपाईँले तलपट्टि यहाँनिर यो सेलेक्ट कन्ट्रीको अप्सन देख्न सक्नुहुन्छ नि। यसमा सेलेक्ट गरेर तपाईँले अब आफ्नो कन्ट्री चाहिँ सेलेक्ट गर्नुपर्ने हुन्छ। माथि सार्दै जानुभयो भने तपाईँले नेपाल देख्न सक्नुहुन्छ। तपाईँले त्यो नेपाल चाहिँ सेलेक्ट गर्नु, तपाईँहरू जुन कन्ट्रीमा हुनुहुन्छ त्यही कन्ट्री चाहिँ सेलेक्ट गर्नुपर्ने हुन्छ। यसरी माथि सार्दै जानुभयो भने तलपट्टि आउँछ साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ नेपाल चाहिँ सेलेक्ट गर्नु होला है त। यति गरिसकेपछि तलपट्टि तपाईँले यहाँनिर एउटा फोन नम्बर राख्नुपर्ने हुन्छ। त्यो फोन नम्बर पनि तपाईँहरूले जुनसुकै राख्नु होला। तपाईँले आफूले प्रयोग गरेको फोन नम्बर चाहिँ नराख्नु होला। तपाईँले फेक फोन नम्बर चाहिँ राख्न सक्नुहुन्छ। जस्तै कि म राख्न गइरहेको छु है त। जस्तै कि म राख्न गइरहेको छु, यसरी राखेँ मैले यहाँनिर। तपाईँहरूले पनि फेक नम्बर राख्नु होला। जस्तै कि यहाँनिर 10वटा पुऱ्याउनु पर्ने हुन्छ। यसरी 10वटा चाहिँ फेक नम्बर राख्दा हुन्छ है त साथीहरू। यति गरिसकेपछि तपाईँले तलपट्टि यहाँनिर देख्न सक्नुहुन्छ नि गेट फ्री युट्युब सब्सक्राइबर नाउको अप्सन देख्न सक्नुहुन्छ नि। तपाईँले यहाँनिर टोटल अमाउन्ट चाहिँ 0, तपाईँले यहाँनिर पैसा चाहिँ लाग्दैन है त साथीहरू, देख्न सक्नुहुन्छ नि। तपाईँलाई फ्रीमा सिकाइरहेको छु म। तपाईँहरूले फ्रीमा चाहिँ 1 घन्टामा 1K सब्सक्राइबर पुऱ्याउन सक्नुहुन्छ। यो ट्रिकलाई फलो गर्नुभयो भने यहाँनिर अब तपाईँले यो अप्सनमा चाहिँ ट्याप गर्नु होला है त। यसमा ट्याप गर्नुभयो भने यस्तो खालको इन्टरफेस चाहिँ देख्न सक्नुहुन्छ। र यहाँनिर फेरि एकपटक फेरि यसमा ट्याप गर्नुपर्ने हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ नि यहाँनिर गेट फ्री सब्सक्राइबरमा फेरि एकपटक फेरि ट्याप गर्नु होला है त। 2-4 डे भनेको छ नि, तपाईँहरूको 2 देखि 4 दिनभित्रमा चाहिँ तपाईँहरूको 15 सब्सक्राइबर चाहिँ तपाईँहरूको युट्युब च्यानलमा चाहिँ आउँछ है त साथीहरू। र अब चाहिँ मैले तपाईँहरूलाई 1 घन्टामा 1K सब्सक्राइबर पुऱ्याउने ट्रिक बताउन गएको छु। त्यसको लागि चाहिँ तपाईँहरूले फेरि यसलाई चाहिँ यसरी ब्याक गर्नु होला। तपाईँहरूले यसरी ब्याक गर्नु होला। ब्याक गरिसकेपछि अब चाहिँ तपाईँहरूले एउटै मोबाइलबाट चाहिँ तपाईँहरूले पटक पटक चाहिँ गर्न मिलेन। यो चाहिँ एकपटक मात्रै गर्न मिल्छ। त्यसैले गर्दा अब चाहिँ यहाँनिर एउटा ट्रिक लगाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले अब क्रोम ब्राउजरलाई ओपन गर्नु होला। अब होममा आउनु होला। त्यसपछि तपाईँले फेरि यो 3 डटमा ट्याप गर्नु होला साथीहरू। यसमा ट्याप गरिसकेपछि तपाईँहरू फेरि यहाँनिर हिस्ट्रीमा जानु होला। हिस्ट्रीमा गइसकेपछि तपाईँहरूले यहाँनिर यस्तो खालको इन्टरफेस चाहिँ देख्न सक्नुहुन्छ। भने फर्स्टमै तपाईँले यहाँनिर क्लियर डाटाको अप्सन देख्न सक्नुहुन्छ नि। यसमा चाहिँ ट्याप गर्नु होला। यसमा ट्याप गरिसकेपछि तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ नि लास्ट आवरको अप्सन देख्न सक्नुहुन्छ नि। यसमा सेलेक्ट गरेर तपाईँले यहाँनिर विभिन्न अप्सन देख्न सक्नुहुन्छ। तपाईँले यहाँनिर यी लास्ट आवरमै सेलेक्ट गर्नु होला। त्यसपछि तपाईँले यहाँनिर क्लियर डाटाको अप्सनमा ट्याप गर्नु होला।
त्यसपछि तपाईँहरूले फेरि यहाँनिर क्लियरको अप्सनमा ट्याप गर्नुहोला। यति गरिसकेपछि अब चाहिँ तपाईँहरूले 1 घन्टाभित्रमा के कुराहरू गर्नुभएको थियो यो सबै डिलिट हुन्छ। त्यसपछि तपाईँहरूले फेरि यहाँनिर प्लसमा ट्याप गर्नुहोला र तपाईँहरूले फेरि गर्न सक्नुहुन्छ, त्यसै गरेर गर्न सक्नुहुन्छ। जस्तै कि यहाँनिर फेरि तपाईँले त्यही वेबसाइटमा जानुहोला, तपाईँहरूले फेरि ग्रो रियल सब्सक्राइबरमा जानुहोला। त्यसपछि फेरि त्यही वेबसाइटलाई ओपन गर्नुहोला। ओपन गरिसकेपछि तपाईँहरूले फेरि यहाँनिर तलपट्टि आएर तपाईँहरूले जुन अघि मैले बताएको थिएँ त्यसै गरेर गर्न सक्नुहुन्छ। तपाईँहरूले यहाँनिर देख्नुहुन्छ युट्युब च्यानलको लिङ्क हाल्नुहोला, इमेल एड्रेस हाल्नुहोला, त्यसपछि कन्ट्री सेलेक्ट गर्नुहोला, त्यसपछि तपाईँले फोन नम्बर सेलेक्ट गर्नुहोला र तपाईँले फेरि तलपट्टि यहाँ सेलेक्ट गर्नुहोला। तपाईँले यसरी क्लियर गरेर गर्नुभयो भने चाहिँ यहाँनिर हुन्छ। यदि तपाईँले क्लियर डाटा गर्नु भएन भने चाहिँ एकपटक मात्रै गर्न मिल्छ। त्यसैले गर्दा तपाईँले क्लियर डाटा गर्दै गर्नुभयो भने तपाईँले 1 घन्टामा 1K सब्सक्राइबर पनि पुऱ्याउन सक्नुहुन्छ। त्यो साथीहरू यसरी चाहिँ तपाईँहरूले आफ्नो युट्युब च्यानलमा सजिलैसँग 1K सब्सक्राइबर पुऱ्याउन सक्नुहुनेछ है त्यो साथीहरू।